म यहाँ खडा छु In the name of our Lord and Savior Jesus Christ, प्रभु येशू ख्रीष्टको नाउँमा I want to declare this. म यो कुरा घोषणा गर्दछु Today onwards, आजदेखि उसो I want to obey म आज्ञा पालन गर्नेछु whatever the Lord Jesus Christ asked me to do. जे पनि प्रभु येशू ख्रीष्टले मसँग माग्नु भएको छ Therefore, I go and preach and teach. त्यो कुरा म गर्नलाई जानेछु प्रचार गर्नेछु सिकाउनेछु And I obey the instructions and rules and regulations of the church. मण्डलीको सबै नियम जो आदरणीय कुराहरू पालन गर्नेछु Under the SPC, एसपीसी को अधीनमा रहेर and I believe म विश्वास गर्दछु in Trinity त्रिएक परमेश्वरमाथि and the apostolic teachings, प्रेरितहरूको शिक्षामाथि and I will be work under the church. म मण्डलीको अधीनमा रहेर काम गर्नेछु I declare म घोषणा गर्दछु in the name of Father, परमेश्वरको नाउँमा in the name of Jesus Christ, पुत्र येशूको नाउँमा in the name of Holy Spirit. पवित्र आत्माको नाउँमा Amen.